मेज्यू सम्पूर्ण समाचार सधैँ समाचार मेज्यू नमस्कार, इमेज न्यूज एफएम 103.6 मेगाहर्जको साप्ताहिक कार्यक्रम नागरिक चासोमा स्वागत छ। कार्यक्रम लिएर म सन्दीप योगी उपस्थित भइसकेको छु। कार्यक्रम नागरिक चासोमा हामी नागरिकको चासोमा पर्ने विषयवस्तुहरूको उठान गर्छौं र त्यसको बारेमा छलफल गर्छौं। वैशाख 12 गतेको भूकम्पपछि देश पुरै भग्नावशेषमा परिणत भएको अवस्थामा केही महिलाहरू सतुङ्गलको एउटा गाउँमा आएर पुनर्निर्माण र भत्केका घरहरूलाई बनाउनको लागि सहयोग गर्नको लागि यहाँ आउनुभएको छ। रिपोर्टिङको क्रममा हामीहरूले उहाँहरूलाई काम गरिरहेको देखेका थियौँ। त्यस कारणले गर्दाखेरि आज उहाँहरूसँग हामी कुराकानी गर्दैछौँ। यहाँहरू सबैलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। समीजी, तपाईँ केही दिन अगाडिदेखि प्रत्येकचोटि यहाँ आएर यसरी सहयोग गरिराख्नु भएको छ। समाजको धारणा महिलाले केही गर्न सक्दैन भन्ने छ, त्यसमा तपाईँहरू यो टिममा पुरै महिला देखिरहेको छु। यहाँ आएर कसरी कन्सेप्ट आएर कसरी यहाँ सहयोग यति टाढा सहयोग गर्न आइपुग्नु भयो र तपाईँको टिममा महिला मात्र किन छ? पहिला यो जब 12 गतेको भूकम्प आएको थियो, त्यो 12 गतेको भूकम्प आउँदाखेरि म आफै पनि 2 दिन टेन्टमा बसेको थिएँ। तीन दिनको दिनमा चाहिँ मलाई चाहिँ कस्तो भयो भने अनि यसो कहाँ भूकम्प आएर कहाँ क्षति भएको छ भनेर यसो हिँड्ने क्रममा चाहिँ म बस पार्कतिर गएको थिएँ। त्यहाँ चाहिँ धेरै मान्छेहरू यस्तो मरेको देखेपछि चाहिँ मलाई चाहिँ कस्तो भयो भने हामी त सकुलसँग उहाँहरूको लागि पो हामीले केही गर्नुपर्छ भनेर चाहिँ म चाहिँ 3 दिनदेखि नै हिँड्न थालेको थिएँ। पहिला त म राहत बाँड्दै हिँड्ने काम गर्थेँ, तर राहत बाँड्दा मलाई चाहिँ कस्तो फिल भयो भने राहत भनेर चाहिँ सरकार अब जुन ठाउँमा हामीले बाँड्न जान्छ त्यहाँनिर चाहिँ अब कति त्यो हामीले बाँडेको अलि राम्रो हुँदैन जस्तो लाग्छ कि मलाई चाहिँ, होइन। किनभने म मेरो एउटा एक्सपिरियन्सको बारेमा भन्नुपर्दा मैले पहिला धादिङमा एकचोटि राहत बाँड्न जाँदाखेरि राहत त मैले धेरै ठाउँमा बाँडेको थिएँ। धादिङमा बाँड्न जाँदा चाहिँ के भएको थियो भने हामीले चाहिँ त्यहाँ कति घरलाई चाहिँ राहत चाहिन्छ भनेर सोद्धा चाहिँ उहाँहरूले 51 घर भनेर हामीलाई दिनुभएको थियो कि। अनि हामीले चाहिँ त्यही अनुसार 51 घरलाई बाँड्न जाँदा चाहिँ भरे त त्यहाँ 401 घर रहेछ, होइन। 401 घर हुँदाखेरि चाहिँ त्यहाँ हामीलाई चाहिँ उहाँहरूले एकदम नराम्रो के अब तिमीहरूले आफ्नो मान्छेलाई मात्रै राहत दियो हामीलाई दिएन भनेपछि मलाई चाहिँ एकदम त्यो एउटा नराम्रो एक्सपिरियन्स जस्तो कि, होइन। अब हामीले चाहिँ अब उनीहरूलाई नै होस् भनेर गर्न आउँदा यस्तो भयो भनेर चाहिँ मलाई त्यो राहतप्रति चाहिँ त्यति इन्ट्रेस्ट लाग्न छोड्यो। अब गभर्मेन्टले चाहिँ सिस्टमेटिक तरिकाले गर्छ, आर्मी पुलिसले। अब हामी जुन ठाउँमा जान सक्दैनौँ बरु हामी रिबिल तर्फ लागौँ भनेर चाहिँ पहिला चाहिँ हामी योभन्दा ठाउँमा आउनु अगाडि चाहिँ हामी बुङमतीमा थियौँ। अनि बुङमतीमा चाहिँ हामी त्यस्तै भलिन्टियरिङ अब गर्दै थियौँ। त्यहाँ चाहिँ विभिन्न सङ्घ संस्था अनि अरू स्कुल कलेजको भाइ बहिनीहरूसँग मिलेर त्यत्तिकै म आफै पनि त्यहाँ त्यत्तिकै भलिन्टियरिङ गरेर रबलहरू हटाउने यस्तो गरिरहेको थियौँ। गर्दा त्यहाँ कस्तो भयो भने महिलालाई भन्दा नि पुरुषले चाहिँ त्यहाँ बढी लिड गरेको देखेँ कि मैले चाहिँ। अनि मलाई चाहिँ कस्तो लाग्छ भने हामी महिला पनि कुनै पुरुषभन्दा चाहिँ हामी चाहिँ कम चाहिँ छैनौँ, हामीले चाहियो भने हामीले पनि जे पनि गर्न सक्छौँ भनेर चाहिँ। अनि पछि 2 हप्ता अगाडि हामी सतुङ्गलमा यसो हेर्न आएको थियौँ। यहाँ पनि धेरै क्षति भएको रहेछ। अनि बुझ्दाखेरि यहाँ 19 जना मान्छे मृत्यु भइसक्यो र गभर्मेन्टले डेड बडी चाहिँ निकालिसक्यो र त्यो बाहेक चाहिँ यहाँ केही पनि नभएको कुरा थाहा पाएपछि चाहिँ मैले चाहिँ हामी एउटा महिलाको एउटा टिम चाहिँ गठन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ एउटा युवा जस्तो टिमहरू बनाएर यहाँ बहिनीहरूलाई, होइन, भन्यो। अनि उहाँहरूले पनि हुन्छ नि त हामी तपाईँलाई साथ दिन्छौँ भनेर 2 हप्तादेखि चाहिँ हामी यहाँ सतुङ्गलमा चाहिँ गर्न आइरहेछौँ। अब अहिले सतुङ्गलमा राम्रै गरिरहेछौँ हामी, त्यही भन्नु पर्यो। हजुर, अहिले तपाईँसँग तपाईँको टिम पनि रहेको छ अनि तपाईँहरू काम गरिराख्नु भएको छ विगत लामो समयदेखि। तपाईँको शुभ नाम? कहाँ पढ्नुहुन्छ? हजुर, म गोल्डन गेटमा। गोल्डन गेटमा के कुन विषय लिएर पढिराख्नु भएको छ? कतिमा? एक्चुअली म BSW फर्स्ट इयर हो। त्यसैले मेरो मेजर सब्जेक्टै सोसल वर्क हो, प्लस मेरो अब इन्ट्रेस्ट हो सानैदेखिको लेट्स डु समथिङ फर सोसाइटी। त्यसैले मेरो अब यो अर्थक्वेक म्यासिभ अर्थक्वेक आयो नि अब 12 गते, त्यसपछि चाहिँ अब ठाउँमा डिभेरिजहरू धेरै हुन्छन्, होइन। ठाउँमा अब त्यही ठाउँको एउटा ठाउँमा यो अब सतुङ्गल एरियामा आएर यो जब यो डिभेरिजहरू देख्यौँ हामीले, अनि अब वहाँ समितिको हेल्पबाट अथवा समितिको थ्रुबाट हामी आएर हाम्रो अर्थक्वेक भिक्टिम आमा बाहरूलाई हल्का हेल्प गर्दैछौँ।
सकेसम्म गर्दैछौँ, तर अब हेरौँ के हुन्छ आगे उताएका। अर्को एकजना बहिनीसँग हामी कुराकानी गर्छौँ। तपाईँको शुभ नाम? सृजना लुइटेल। सृजनाजी, तपाईँ यहाँ आएर काम गरिराख्नु भएको छ, कस्तो लागिरहेछ? एकदमै सेल्फ सेटिस्फ्याक्सन धेरै छ। समितिले भनेअनुसार राहत भनेको टेम्पोरेरी जस्तो कुरा हो। अब हामीले मान्छेको लागि रिबिल्ड घर बनाउने गर्दाखेरि त्यो मनसुनको लागि उनीहरूलाई प्रोटेक्सनहरू मिल्छ। अनि यो भनेको चाहिँ जहिले पनि हामीले लङ टर्म भिजनमा हेर्दाखेरि चाहिँ घर भनेको एकदमै आवश्यकको कुरा हो। खाना सामग्री भन्ने त उहाँ आफैले पनि म्यानेज गर्न सक्नुहुन्छ। अनि सेल्फ सेटिस्फ्याक्सन हुँदाखेरि चाहिँ के हुँदो रहेछ भने हजुरहरूसँग टाइम नहुँदाखेरि पनि आफूले टाइम म्यानेज गरेर आउनु पर्दो रहेछ। अनि समितिले धेरै मोटिभेट गर्नुभएको भएर कलेज अब 1-2 बजे छुट्टी भए पनि हामीलाई चाहिँ एकदम आउनु रहर लाग्ने। अहिले कलेज रिओपन भइसकेपछि हामीले सकेसम्म चाहिँ मद्दत गरौँ भन्ने चाहिँ हाम्रो इच्छा जागेको छ। हामीले बुङ्गुमतीमा गऱ्यौँ, त्यसपछि गोलढुङ्गामा गऱ्यौँ, अहिले आएर हामी स्वतन्त्रपुरमा छौँ। अनि यो गर्दाखेरि चाहिँ के लाग्यो भने हामीले कसैसँग डिपेन्ड भएर सरकारले यो गरेन त्यो गरेन भन्दाखेरि पनि हामी इन्डिभिजुअलले चाहिँ केही न केही गर्न सक्छौँ। वुमेन पावर भनेको पनि केही रहेछ। अब हुन्छ नि, अब हामीले दादाले चिनेछ, दाइलाई हाम्रो ड्याडी हुनुहुन्छ, उहाँको टाइम मिल्दैन भनेर बस्नुभन्दा नि समितिले चाहिँ के भन्नुभयो भने हामीहरूको टाइम छ भने लेट्स डु समथिङ फर आवर कन्ट्री भन्नुभएको भएर चाहिँ एकदमै खुसी लागिरहेछ। आफूले गरेको काममा पनि आफै नै प्राउड फिल भइरहेछ। हजुर, समाजको लागि केही गर्दाखेरि धेरै खुसी लागिरहेछ। मेरो नाम चाहिँ अस्मिता बन्जारा हो। हजुर, कस्तो लागिरहेछ अहिले? तपाईँ यहाँ किन आउनुभयो? मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ। यहाँ चाहिँ म खास मलाई भित्र मनदेखि नै के लाग्यो भने हामी एक्लै त्यो घरमा त्यतिकै केही नगरी बस्नुभन्दा यहाँ आएर थोरै मात्र काम गऱ्यो भने पनि हाम्रो एक थोपाले समुद्र बन्छ भनेको जस्तै हामीले थोरै काम गऱ्यो भने कसैको बास बस्छ, कसैले घर पाउनुहुन्छ। खानेकुरा भनेको त बरु आफै पनि गर्न सकिन्छ, म्यानेज गर्न सकिन्छ, तर बास भनेको त चाहियो नि। अनि त्यही सहयोग गरौँ भनेर समितिको थ्रुबाट म पनि यहाँ सौतुङ्गलमा अहिले 15 दिनदेखि आइरहेको छु। हजुर, त्यही हो, मलाई पनि पूर्ण निर्माणमा सहयोग गरौँ जस्तो लाग्यो। बुङमतीमा गएको थिएँ फर्स्टमा म, त्यसपछि समितिले हामी पनि ओमनको पावर देखाउँ, गएर हामी पनि कुनै ठाउँमा गएर सहयोग गरौँ भन्नुभयो। हामीले राहत अब पैसा त्यस्तो त दिन सक्दैनौँ, हामीले हाम्रो श्रम दान दिइरहेछौँ। दान दिँदा पनि खुसी लाग्दो रहेछ। सेवा नै धर्म हो भनेको जस्तो लाग्दो रहेछ। त्यही हो। हजुर, वास्तवमै सेवा नै धर्म हुनुभएको छ। अर्को एकजना बहिनी हुनुहुन्छ। बहिनी, हजुरको शुभ नाम? मेरो नाम सम्झना लुइटेल। हजुर, यहाँ आएर काम गरिराख्नु भएको छ, के पाउनुभयो यहाँको अवस्था र कस्तो लागिरहेको छ तपाईँलाई? अब यो ठाउँमा भने चाहिँ सरकारबाट मान्छेहरू कोही पनि आएको छैन राहतको लागि भन्नाले नि रबल साफ गर्नको लागि मान्छेहरू कोही पनि आएको छैन। अब मोर देन 20 पिपल यहाँ डेथ भएको छ भने 65वटा हाउसेसहरू पुरा डिभास्ट भएको छ। मान्छेहरू सबैजना पार्कमा राइस फिल्डमा गएर बसेछ। अब यस्तो ठाउँमा आएर अब हामीले हेल्प गर्दाखेरि चाहिँ वी जस्ट फिल सो प्राउड कि अब यहाँनिर हाम्रो घरभन्दा बाहेकको हाम्रो फ्यामिलीभन्दा बाहेकको नि फ्यामिली धेरै ठुलो भयो जस्तो लाग्छ क्या। सबै मान्छेहरूलाई यहाँको मान्छेहरूलाई इन पर्सन भेटेका छौँ, सबैको इन्डिभिजुअल लाइफ हामीले नजिकबाट देख्न पाएका छौँ। अनि हेल्पिङ देम लाग्छ कि हामीले आफ्नो फ्यामिलीलाई हेल्प गरिरहेछौँ। र अहिले उहाँहरूलाई यति हेल्प गर्दाखेरि चाहिँ सेल्फ सेटिस्फ्याक्सन चाहिँ अलि नै धेरै नै भइरहेछ। एन्ड वी आर भेरी प्राउड अफ आवर टिम। अब यो मेल डोमिनेटिङ सोसाइटीमा फिमेलले केही गर्न सक्दैन भनिरहेको ठाउँमा वी गर्ल्स आर डुइङ समथिङ बेटर फर आवर कन्ट्री। त्यही भएर वी आर फिलिङ भेरी प्राउड। समी थापाको टिम आएर यहाँ काम गरिरहेको छ र यहाँको स्थानीय बासिन्दाहरूसँग मिलेर काम गरिरहेको छ। स्थानीय बासिन्दाहरूसँग पनि हामी कुरा गरौँ। तपाईँको शुभ नाम? सचित राणाकर्मी। हजुर, यो घर तपाईँको हो? यो घर हाम्रो हो। हजुर, उहाँहरू आएर काम गरिराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ, कस्तो लागिरहेछ? एकदमै राम्रो लागिरहेछ। अब एक्लै गरिरहेको ठाउँमा उहाँहरूले आएर हेल्प गरिदिनु भयो, धेरै राम्रो लागिरहेछ। फेरि सबैजना वुमेन हुनुभयो, झन् राम्रो भइरहेछ कि। हजुर, पहिला त केटाले मात्रै गर्न सक्छ भन्ने एउटा समाजमा धारणा छ, त्यो चाहिँ अहिले परिवर्तन गर्नुपर्छ भन्ने लागिरहेछ। अब हामीले वुमेन भएर पनि काम गर्न सक्छौँ, केटाहरूले जस्तो काम गर्न सक्छौँ नि, हामीले गरिरहेछौँ। अहिलेसम्म यस्तो टिमहरू आएर झन् काम गर्न सहयोग गरिदिनु भयो भने दिदीहरूले गरिरहनु भएको छ नि, धेरै राम्रो हो क्या। हजुर, अब सरकारले यहाँ चाहिँ केही पनि गरेको छैन भन्ने कुराहरू पनि आयो, के छ? सरकारलाई के सुझाव दिनुहुन्छ? अब सरकारलाई के सुझाव छ भने अब यहाँ पनि आइदिनु पर्यो, गरिदिनु पर्यो, त्यही हो सुझाव। अब यहाँ त्यतिकै सबै घरहरू लथालिङ्ग भइरहेछ,
कसैलाई अब हेल्प चाहिए हुन्छ, कसैलाई हेल्प पुगेको छैन, उहाँहरूलाई हेल्प चाहियो। यहाँको मुख्य समस्या के रहेको छ तपाईलाई के लाग्छ? यहाँको मुख्य समस्या भन्दा पनि अब यही घर अब कसैको अब होला कसैको नहोला त्यो बनाइदिनु पर्यो। हजुर धन्यवाद। अब हामी कार्यक्रमको लगभग अन्तिममा आइपुगेका छौँ र हामी फेरि समित थापासँग कुराकानी गर्दैछौँ। हजुर समीजी, तपाईहरू यहाँ आएर जसरी काम गरिराख्नु भएको छ, अरू युवाहरूलाई पनि प्रोत्साहन गर्नको लागि यहाँ के आह्वान गर्नुहुन्छ? मैले चाहिँ एभ्रिडे चाहिँ त्यो फेसबुकमा चाहिँ त्यो अपडेटहरू राख्ने गर्छु होइन। हामीले चाहिँ एउटा गर्ल्सहरूको एउटा टिम बनाएर यसरी गरिरहेको छ, जबकि गर्ल्सले पनि गर्न सक्छ भने तपाईँहरूले त हामीलाई सहयोग गर्न सक्नुहुन्छ भनेर चाहिँ तपाईँहरू नै हामीलाई जोइन गर्नुहोस् भनेर चाहिँ मैले एभ्रिडे उहाँहरूलाई त्यसरी बोलाइरहेको हुन्छौँ होइन। अब कतिजनाले चाहिँ त्यो मेरो अपडेट देखेर नै हुन्छ आउँछु भन्नुहुन्छ, तर कोही आउनुहुन्छ कोही चाहिँ आउनु हुँदैन, त्यसरी नै गरिरहेछौँ हामीले चाहिँ अहिले। महिलाहरू पुरुषभन्दा कम छैन, हजुर जे पनि गर्न सक्छ महिलाहरूले पनि, हजुर एउटा मेसेज दिनुभएको छ। हजुर अन्तिममा चाहिँ तपाईहरूले राहत केही समय अगाडि भूकम्प जाने बित्तिकै राहत कुरा थियो, 2-3 दिन मानिसलाई राहत चाहिएको थियो, तर वास्तवमा अबको समस्या तपाईले भनेको जस्तै पुनर्निर्माणको समस्या रहेको छ, यसमा तपाईहरु लाग्नु भएको छ। अब नेपाललाई फेरि राइज गर्नको लागि, नेपाललाई फेरि त्यही ठाउँमा अथवा त्यो भन्दा अगाडि लग्नको लागि हामीहरुको तर्फबाट, समाजबाट, बुद्धिजीवीहरुबाट, हरेक क्षेत्रबाट के इफोर्ट आउनुपर्छ जस्तो लाग्छ? मलाई लाग्छ हैन, हाम्रो नेपालमा चाहिँ कसलाई भने अब यत्रो भूकम्पले नै अहिलेसम्म मान्छेलाई चाहिँ केही सिका छ जस्तो चाहिँ मलाई लाग्दैन हैन। किनभने यो सहयोग गर्ने सिलसिलामा धेरै ठाउँमा हिँड्यो हैन। अब त्यहाँ दाजुभाइहरू हुन्छ नि, कति ठाउँमा देखेको मैले, तास खेलेर बस्नुहुन्छ, के गेम खेलेर बस्नुहुन्छ। उहाँहरूलाई मैले भन्छु आउनुहोस् हामी एउटा महिला भएर तपाईँहरूलाई हेल्प गर्न आएको छ, तपाईँहरू नै आउनुहोस् भन्दा उहाँहरू मान्नु हुँदैन हैन। हाम्रो घर होइन त्यो अर्काको घर भनेर यता छिमेकीको घरसम्म उहाँहरू आउनु मान्दैन कि। देशलाई चाहिँ भन्यो भने चाहिँ खास चाहिँ अहिले हामी नेपाललाई नेपालीको नै खाँचो छ हैन। हामी नेपाली अर्काको भर गर्ने बानी गर्छौँ, अरूले आएर देश बनाइदिन्छ, त्यो होइन कि। हामीले चाहिँ कस्तो भने नि आफूले आफूलाई यो देशको नागरिक हौँ र यो देशलाई चाहिँ मेरो जरुरत छ भनेर हामी चाहिँ लाग्नुपर्छ। मेरो चाहिँ त्यही हो कि सबले हामी नेपाली हौँ भनेर गर्व गर्छौँ भने नेपाली बनेर देखाउन चाहिँ उहाँहरू फिल्डमा आउनुपर्छ कि। त्यसरी गऱ्यो भने चाहिँ देश चाहिँ छिटो नै पुनर्निर्माण हुन सक्ला होइन। नेताले बनाउँछ, सेनाले बनाउँछ, आर्मीले बनाउँछ या छिमेकी देशले आएर बनाउँछ भनेपछि चाहिँ अर्को 20 वर्षसम्म यो देश बन्न चाहिँ गाह्रो नै छ जस्तो लाग्छ मलाई त। हजुर समीजी, तपाईँको टिम र तपाईँलाई धेरै धेरै धन्यवाद छ र तपाईँले आफ्नो महत्त्वपूर्ण समय तपाईँहरूले उपलब्ध गराइदिनु भयो इमेज न्युज एफएमलाई, त्यसको लागि पनि धन्यवाद। धेरै हजुरलाई नै धेरै धेरै धन्यवाद, यहाँ आएर हामीलाई सानो आफ्नो मनको भावनाहरू पोख्न मौका दिनुभयो त्यसको लागि। हजुर अहिले हामीसँग हुनुहुन्थ्यो समित थापा र समित थापाको पुरै टिम थियो, महिलाहरूको टिम। उहाँहरूले सतुङ्गलमा, अहिले हामी सतुङ्गलमा छौँ, सतुङ्गलमा आएर यहाँका स्थानीय बासिन्दाहरूलाई पुनर्निर्माणको लागि सहयोग गरिराख्नु भएको छ। अहिलेलाई इमेज न्युज एफएम 103.6 सुन्दै रहनुहोला। म सन्दीप योगीलाई बिदा दिनुहोस्। नमस्कार।